हेलो साथीहरू सबैजनालाई वेलकम आजको न्यू ब्लग सँगै फेरि आजको शुभ बिहानीसँगै आजको नयाँ भ्लग आइसकेको छ साथीहरू सबैजनालाई धेरै धेरै वेलकम छ। आज चाहिँ यसो नयाँ किसिमको धेरै दिन भएको थियो भिडियो सिडियो अपलोड नगरेको, त्यस्तो भिडियो पनि अपलोड गरौँ साथीहरूलाई यहाँको यसो भ्यूहरू देखाऊँ भनेर म आएको। सबैजनाले हेरेर साथ दिनु होला, माया गरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने साथीहरू सबैजनाले मेरो च्यानललाई माया गरिदिएर है सब्सक्राइब गरिदिनु होला है त। अनि आज चाहिँ म यो ठाउँमा छु कि आज देख्न सक्नुहुन्छ यस्तरी हिउँ परेको छ। हामी यो घरमा बस्छौँ है। अनि म चाहिँ यतातिरको यसो भिडियो बनाऊँ भनेर आएको साथीहरू। हजुरहरूलाई यो वरिपरिको भ्यूहरू म देखाउने छु। हजुरहरूले हेरेर सुझाव प्रतिक्रिया दिनु होला। एकदम म चाहिँ यसो यता बाटोतिर आएको, बाटोसम्मको भिडियो बनाऊँ भनेर जुत्ताभित्र पनि पस्यो कि फेरि हिउँ यार। ओहो जाडो छ, हेर्नु न यस्तरी पर्छ नि हिउँ त। फेरि त बाटोतिरको हल्ली चल्ली के कस्तो छ यसो बुझौँ भनेर है साथीहरू। अनि जति पनि हुनुहुन्छ साथीहरू हजुरहरूले हेरेर चाहिँ सुझाव प्रतिक्रिया दिनु होला है त। यस्तो भएको छ नि, ओहो हेर्नुहोस् त। आज जाने यस्तो माछा मार्नु जानु नि साथीहरू। अब त्यस्तो छ यार बाटोमा त। सोर्दा पनि सोरेर रहेनछ है बाटो त यहाँ, यस्तो पो देखिन्छ त। हेर्नुहोस् त के भइरहेको छ, बाटो त सोर्दा पनि सोरेको रहेन यस्तो छ। कता जाने म साथीहरू। अब जाडोको दिन आइसकेको छ। अब चाहिँ यस्तै हो है, 1-2 महिना चाहिँ यस्तै देखिन्छ साथीहरू। बाटोहरू यस्तै हो, जङ्गलहरू यस्तै हो। अब बोट बिरुवाहरू पनि यस्तै तरिका हो बिचरा। एकदम बोट बिरुवालाई देख्दा नि एकदम मनै कस्तो कस्तो हुन्छ कि साथीहरू। हेर्नुहोस् त के भएको छ, हेर्नुहोस् त यता यस्तो बिचरा न। लास्टै गाह्रो छ यार बोट बिरुवाहरूलाई पनि अब यो जाडोमा। मलाई त म आफूलाई जस्तो लाग्छ है बोट बिरुवालाई देख्दा पनि बिचरा। यस्तरी हिउँको भार लिएर बस्नुपर्छ, अति नै जाडो छ। हे कता जाने होला त, जाने ठाउँै भएन साथीहरू। गाडी हिँड्छ यस्तोमा, अब यसो जम्न लाग्छ त्यो हिउँ पनि, अनि गाडीहरू स्लिप खान्छ अनि खतरा हुन्छ क्या यस्तो बाटोमा हिँड्नु पनि। त्यही भएर यता नहिँड पो घरतिरै फर्क्यौँ। म बिहान उठेको त है साथीहरू यस्तो डेन्जरसँग। म टक्क घर र म भिडियो बनाइनँ है, यस्तो झ्याल खोलिदिएको त उज्यालो भएको क्या साथीहरू। हेर्नु होला यस्तै हो। आज दिसभरि चाहिँ हिउँ देखाएको छ है त साथीहरू। के गर्ने अब परदेशी जिन्दगी। यो बेलामा त नेपाल गएर है टक्क ममले बनाएको तातो तातो खानाहरू खाने दिन हो। के गर्ने अब यहाँ चाहिँ यस्तै छ, जाडो छ, जाडो बढिरहेको छ। आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्दै काम गर्नुपर्छ है। यो त देख्न सक्नुहुन्छ। अब यो अहिले एकछिनपछि ट्याक्क जम्छ कि यो पुरै है। यस्तो भएको छ है, को हिँडिसकेको छ यहाँ होइन बिचरा। हेर्नुहोस् न हाम्रो यहाँ घर अघि यस्तो भएको छ यार। मलाई त देख्दा पनि एकदम टिठ लागेर आउँछ यार बिचरा भन्ने हुन्छ क्या।
ओहो हामीले ल्याएको पर्दैन त यार बोट त गएछ त चिसोले त जाँदो रहेछ नि हेर्नु त यस्तो बिचरा धान्न नसकी पनि गर्नुपर्ने भएको छ अनि यस्तो छ हामी बसेको घर है शान्त ठाउँमा छ त्यही ठिक लागेको छ मलाई चाहिँ अनि यस्तो छ ओहो यता त के हुँदैछ साथीहरू हेर्नुहोस् त म सुत्ने रुम यता हो यतातिर टक्क हेर्नु न स्यावर पनि बोटमा टक्क फलेको छ क्या यस्तो तरिकाले हेर्नु न स्यावरलाई पनि हजुरहरूले हेर्नु है म त्यहाँ जान्न है चोर भन्छ नि फेरि यहाँ त्यो भएर हेर्नुहोस् न स्यावरहरू पनि यस्तरी कुहिएको छ अनि देख्न सक्नुहुन्छ त्यो है चरा त स्यावर पनि यस्तरी झुमेर यति धेरै भार लिएर बस्नु भएको छ है ओहो चरा गाह्रो छ नि है सल्लाहलाई पनि एकदम यसरी हेर्नुहोस् त माथि ओहो एसीहरू नन स्टप चलिरहेको छ हेर्नु न 11को बिरुवालाई यति गाह्रो छ यस्तरी हेर्नु त एप्पलहरू बिचरा आइसलाई लिएर है टक्क बसिरहेको छ अनि साथीहरू यस्तै छ हाम्रो बसाइ चाहिँ अनि हजुरहरूले देख्न सक्नुहुन्छ यति धेरै हो यतातिर त यस्तै हो नि त जाडो त यस्तै हो साथीहरू अनि भ्यू पनि यस्तै हो अब सधैँ यो 2 महिनासम्म चाहिँ खत्रै बबाल 2 महिनासम्म साथीहरू यस्तै है हाम्रो 2 महिनासम्म चाहिँ भ्यू यस्तो हरियो सरियो केही देख्न पाइन्न यस्तै सेतै हो कि नै दाइ यस्तो छ यार ओहो खेल्न त मजा आउँछ जाडो हुँदो रहेछ अलि ओटफुट छ कि अरू भन्दा पनि पाक्यो हो देखेछ कि नै मलाई देखेछ बाजेलाई भनेको कि मलाई देखेछ भनेर भनेको होइन अब हुन्छ साथीहरू धेरै लङ भयो अनि मलाई अलिकति जाडोले पनि सतायो है त्यही भएर आजको भ्लग चाहिँ यतै टुङ्ग्याम है म यसो स्क्रिप्ट केही पनि गर्दैन है काटकुट केही पनि गर्दैन छाटछुट है डाइरेक्ट भिडियो हाल्ने है जे बनाएँ त्यही हालिदिन्छु किनकि यो बनाएर बस्ने टाइम पनि त्यति नभएको कारणले गर्दा अलिकति गाह्रो छ हजुरहरूले चाहिँ हेरेर माया गरिदिनु होला अब यस्तै त हो हाम्रो बसाइ यस्तै रहनेछ अब 2-3 महिनाको बसाइ अब पछि त झन् यो सबै पुर्छ क्या यो पुरै बिरुवाहरू हो यहाँसम्म आउँछ कि यो पुरै ढाकिदिन्छ है त्यो दिनहरू पनि हजुरहरूलाई देखाउने छु है आज म धेरै टाढा गइनँ है मेरो हालत देखिसक्नु भएको छ जानिसक्नु भएको छ त्यसैले आजको लागि यति नै भिडियो है यो मास्क लगाएको कारण चाहिँ ओठहरू पुरै पुर्छ क्या चिसोले त्यही भएर हेर्नु त जाडो कति छ भन्ने कुरा यहीबाट बुझ्नु यस्तो छ है ल जाँदा साथीहरू सबैजनाले सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला यस्तै भिडियोहरू फेरि पनि आउने छ बाई